हेलो साथीहरु, के हो चिन्नुहोस् तपाईले। कौडी यो चाहिँ मैदाको डल्लो बनाएर चाहिँ बोइल गरेर मजाले बोइल गरेको छु हो। त्यहाँबाट चाहिँ त्यसलाई निकालेर चाल्नीमा तारेर काटेको छु मैले। मैदाको डल्ला हो यो चाहिँ, मैदा मुसेर डल्ला बनाएर त्यसलाई फेरि बोइल गरेर मजाले पाकेको छ। त्यहाँबाट फेरि काटेको छु। यसको चाहिँ हामी स्पेशल बनाउनेवाला छौँ। यसको लागि पनि हुन्छ। यहाँ कम्ती छ, अरू सब्जी मिलाई फेरि थप्नु पर्छ अलिकति प्याज टमाटर। यहाँनिर पाक्दैछ। अब चाहिँ हामीले एड गर्दैछौँ यो मसिनो प्याज काटेको खोर्सानी लसुन सबै हामीले चाहिँ मिक्समा पर्ने हुन्छ। मजाले पकाएर अब यहाँ हामी सल्ट एड गर्दैछौँ। अब यहाँ हामी अलिकति अजिना मोटो लाउँदैछौँ। सिङ पनि भनिन्छ हल्का। चाहिँ अब उयो छ बोतलमा भित्र खोर्सानी छ। अब हामी दुईवटा मात्रै हाल्छौँ किनभने अगाडि निकै हालिसकेको छौँ हामीले। पिरो हुँदैन भनेर चाहिँ, एकदमै पिरो खाने विचार आएर चाहिँ यसलाई हामी अब पुरा फुटाउँछौँ। अब चाहिँ हामी यो मैदाको डल्ला उसिनेको थियो है, यसलाई चाहिँ हामी फेरि यहाँनिर फेरि हामीले ग्रेभी गर्छौँ। अब चाहिँ एकदम रेडी भइसकेको छ। अलिकति हामी टेस्ट गर्नेवाला छौँ। दामी पिरो भएछ हजुर। पिरो भएन मिठो जम्मै सानो नानीले चाहिँ खुवाइदिएको हिजो भर्खर जन्मेको नानीले।